प्रीतिको फ्यान्सहरुको लागि खुशी खबर। नेपालको वान अफ द बेस्ट मिडफिल्डर प्रीति राई कम्बोडियाको रेयाङ एफसी भन्ने क्लबबाट 2025 र 26 को सिजन कम्बोडियन लिग खेल्ने भएकी छिन्। नेपालबाट सुरु भएको प्रीतिको यात्रा जोर्डनको इतिहाद क्लबमा राम्रो छाप बसाएपछि अब प्रीतिले कम्बोडियन लिग खेल्ने भएकी छिन् र अहिले प्रीतिले जोइन गरेको क्लब नर्मल टिम हैन, कम्बोडियन वुमेन्स लिगको च्याम्पियन टिम हो। अब सोच्नुहोस्, च्याम्पियन टिम अनि प्रीतिको गेम। र प्रीति राई अहिले कम्बोडिया नै पुगिसकेकी छिन्, नयाँ सिजन नयाँ क्लब अनि च्याम्पियन बन्ने लक्ष्य लिएर। प्रीतिको यो नयाँ क्लबमा केवल एउटा ट्रान्सफर मात्र हैन, यो हो एउटा नेपाली खेलाडीहरूलाई विश्वभर चिनाउने एउटा माध्यम। र अब हाम्रो पालो, हाम्रो चेलीलाई सपोर्ट गरौँ, शेयर गरौँ अनि गर्व गरौँ। र अब प्रीतिको गेम कहिले छ र नेपाली समय अनुसार कति बजे खेल्छ भनेर अफिसियली जानकारी आएपछि तपाईहरुलाई जानकारी गराउने छु अर्को भिडियोमा। र यस्तै फुटबल अपडेटको लागि हामीसँग जोडिनु भएको छैन भने अहिले नै फलो गरिहाल्नुस् र यो भिडियो जतिसक्दो धेरै शेयर गर्नुस् ताकि प्रीतिको फ्यान्सहरुलाई थाहा हुनु पर्यो कि अब प्रीति जोर्डनको क्लबमा हैन कम्बोडियाको क्लबमा खेल्दैछ भनेर। र नेपाली महिला फुटबल टिमलाई माया गर्ने जतिजना हुनुहुन्छ उहाँहरु सबैलाई थाहा हुनु पर्यो कि अब नेपाली मेसी प्रीति राई कम्बोडियन लिग खेल्दैछ भनेर।